फेरि पनि यहाँहरू सम्पूर्णमा मेरो नमस्कार र साथै मिठो सम्झना। लमजुङ जिल्ला दोर्दी गाउँपालिका वडा नम्बर 6 मा अवस्थित श्री भूमिस्थान प्राथमिक विद्यालयमा अध्ययनरत विद्यार्थी भाइ बहिनीहरू जो आर्थिक स्थितिका कारण सामान्य लुगाफाटोमा नै विद्यालयमा ज्ञान आर्जन लिन आउनुभएका छात्र छात्राहरूको लागि स्थायी घर बागमती प्रदेश चितवन रामपुर र उहाँ हाल विगत 24 वर्षदेखि युकेमा वैदेशिक रोजगारको सिलसिलामा आबद्ध रहनुभएका आदरणीय दिदी श्री माया लामाज्यूले हाम्रो विद्यालयमा भएका सम्पूर्ण विद्यार्थीहरूका लागि स्कुल पोसाक र आवश्यक शैक्षिक सामग्रीहरू वितरण गर्नुभएको छ। सामाजिक सञ्जाल टिकटकको माध्यमद्वारा जोडिएर हाम्रो विद्यालयमा यति धेरै सहयोग गर्नुभएकोमा प्यारी दिदी माया लामालाई धेरै धेरै धन्यवाद। सेवा नै मानवताको ठूलो धर्म हो भन्ने भावना बोकी विभिन्न सार्वजनिक स्थान र आर्थिक स्थिति कमजोर भएका व्यक्तिहरूका लागि आफूले रगत पसिना बगाएर कमाएको केही रकम सहयोग गर्दै आउनुभएका भगवान रूपी आदरणीय दिदीले हाम्रो विद्यालयमा अध्ययनरत आर्थिक स्थिति कमजोर भएका 51 जना विद्यार्थीहरूका लागि वर्षभरिले पुग्ने कपी कलम, स्कुल पोसाक र झोला उपलब्ध गराउनु भएको छ। आशा छ तपाईको यति ठूलो सहयोगले यी साना बालबालिकाहरूको जीवनमा ठूलो मद्दत पुग्नेछ। तपाईको सामाजिक कार्य सधैँ उज्जवल रहोस्। भगवानले सधैँ तपाईको रक्षा गरून्।